एकदम सकम्बन्ध छ किनभनेदेखि यहाँको रामादानको दोस्रो दिन हो। रामादान भनेको मुसलमान जातिहरूको चाहिँ धर्मको दिन। यो यिनीहरूले 1 महिनासम्म मनाउँछन्। बिहान सूर्यास्तभन्दा अगाडि खाने र बेलुका सूर्यास्त पछाडि मात्रै खाने गर्छन् यिनीहरूले। त्यस बिचमा केही खानपिनको काम हुँदैन। कुवेत विश्वकै सबैभन्दा धनी देशको चिडियाखाना हेर्दाखेरि चाहिँ अलिकति दुःख लाग्दो छ। किन भन्दाखेरि यहाँको वातावरण त्यति स्वच्छ छैन। त्यति जस्तो हुनुपर्ने थियो त्यस्तो छैन। अलिकति फोहोर मैलाले भरिएको भनौँ अथवा यहाँका स्थानीय म्यानेजमेन्टले राम्रोसँग भनौँ हेरविचार गर्न नसकेको अथवा के भनौँ यसलाई अब विभिन्न खालका चराचुरुङ्गीहरू हामीले यहाँ देख्न पाएका छौँ जुन चाहिँ धेरै जस्तो पानीमा बस्ने हाँस जातिका हुन्। तर यी अलिकति एभरेज साइजभन्दा धेरै नै ठुला छन्। असाध्यै गर्मीका कारणले गर्दाखेरि यहाँनिर जुनै कुवेतको जूको एउटा एकदम लामबद्ध रूपमा पौडी खेलिरहेका छन्। म अलिकति अर्कोतर्फ मोडिरहेको छु जहाँ चाहिँ चितुवाको नक्सा देखाइएको छ। तर चितुवा भने मैले अहिले देख्न सकिरहेको छैन। सायद भित्र हुनसक्छ किनभनेदेखि गर्मीको कारणले गर्दाखेरि बाहिर नआउने सम्भावना भने धेरै नै छ। आज यो असाध्यै गर्मीकै कारण होला यहाँ हामीले केही पनि देख्न सकिरहेका छैनौँ। यहाँ पनि एउटा हाइना डिस्ट्रिब्युसन ह्याबिट जूमा खालि जोइ मात्रै देख्न पाइएको छ अहिलेसम्म। यहाँ चाहिँ कुवेतका भनौँ बाख्राहरू छन्। बाख्राहरू त खासै हामीलाई नौलो कुरा होइन किनभनेदेखि हामी नेपालीहरूको लागि जहाँ कहीँ पनि जोसुकैले पनि पालेका हुन्छौँ। साथै गर्मीका कारण अब के भन्नु क्यामेरा होल्ड गर्न पनि गाह्रो भइरहेको छ। गर्मी यस्तो छ कि क्यामेरै फुट्ला जस्तो। आफ्नो त फुटिन्छ क्यामेरै फुट्ला जस्तो। ओरेक्स जेला बेइसा ओरेक्स भन्दो रहेछ नि यसलाई चाहिँ। यो चाहिँ हाम्रो गाई जस्तो छ। लामा भन्दा नि धेरै नै लामा सिङहरू देखिन्छ। सानो बच्चाहरू सिङहरू हेर्दाखेरि लामा यो गर्मी नै हुने भएको हुनाले एकदम बिन्दास बाहिर बसिरहेका छन्। यी चाहिँ बच्चाहरू हुन्। साना बच्चाहरू देख्न सकिन्छ यहाँनिर।
यिनीहरूका यी सामान्यतः बाख्राको जातिका जस्तो लाग्छन्, किनभनेदेखि यिनीहरूको बडकुलाहरू र यी सबै कुरा हेर्दाखेरि अब यहाँनिर छन् यी सबै एउटै जातिका हरिण, मृग हामी के भन्छौँ, यो चाहिँ गजेला, डोकस। यति गर्मी छ यिनीहरूलाई हेरेर हामीले प्रष्टै थाहा पाउँछौँ कि सास फेर्न भइरहेको छैन। सबै हप्याक 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 गरिरहेका छन्। अनि यो जाति भनेको यो फोटामा देख्न सकिन्छ, यही नै हो, मोन्टिकोस रेप्से।